हेलो गाइस, नमस्ते। हेरिसबर्ग गोठालो च्यानलमा है सबैलाई हेर्नु न। हाम्रो काँक्रा त फुल्न थाल्यो घरभित्रै। अब है बाहिर लाने बित्तिकै भनेको यो चाहिँ फल्छ है। मैले घरमा यसो खानुलाई रोपेको करेला पनि यत्रो भइरहेछ। यहाँ चाहिँ कोही फल्न आँटेको छ। यहाँ मैले चुडाएर यसलाई चाहिँ यस्तो पारेको छु। लामो छ है। काँक्रा यस्तो भएको छ गाइस। अब सबैले यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला है, माया गरिदिनु होला। यसरी बिरुवा राख्यो भने तपाईहरु सबैलाई राम्रो हुन्छ। फल्न आँटिसक्यो। अब यसलाई बाहिर लाने बित्तिकै भनेको फल्न थाल्छ है। यो चाहिँ अनि सुरु हुन्छ खानलाई, रेडी टु गो है। तपाईहरुले पनि त्यसै गर्नु होला। बाई बाई। प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है त। फार्मको बारेमा केही सिक्दै हुनुहुन्छ यसो केही अलिकति घरमा खानलाई भनी यसरी गर्नुपर्छ। र यो च्यानललाई तपाईले नभुल्नु होला, सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। विशेष गरी सबैले देख्न पाऊँ, हेर्न पाऊँ, यसरी गर्नु पर्दो रहेछ भन्ने कुरो यहाँ भित्रै फुलेको छ है। अब यो खाँदा अब बाहिर लाने बित्तिकै तपाईको यो उम्रिहाल्छ, अब क्यारे फुल्न थाल्छ, कोपिला बस्न थाल्छ र अनि यसको मसिनो चिचिला बस्छ है त।